नमस्कार। नमस्कार है। नमस्ते। नमस्कार नमस्कार। म त घुम्दै घरमै आएँ। ल बधाई छ है छोरीको बा आमा हुनुभएकोमा। खुसी हुनुहुन्छ नि होइन त? म त ठिक छु, तर मेरी श्रीमती चाहिँ अलि चिन्तित अनि आत्तिएको जस्तो देखिन्छन्। यति राम्री छोरीको आमा हुँदा पनि खुसी हुन सकेकी छैनन्। किन होला? बस्नुहोस् न। अरू के हुन्छ हजुरलाई? प्राय राति निन्द्रा लाग्दैन, के होला कसो होला भनेर चिन्ता लागिरहन्छ। त्यस्तो त सुत्केरी अवस्थामा अलिअलि भइहाल्छ नि, हामीलाई नै भएको थियो। त्यसो भनेर कहाँ हुन्छ आमा? गर्भवती तथा सुत्केरी अवस्थामा देखा पर्ने यस्ता लक्षणहरूलाई लापरवाही गर्नु हुँदैन। यदि यस्ता लक्षणहरू लामो समयसम्म रहेमा गर्भवती तथा सुत्केरी अवस्थामा हुन सक्ने मानसिक स्वास्थ्य समस्या हुन सक्छ, जसले बच्चा र आमा दुवैलाई असर गर्दछ। यो पनि पढ्नुहोस् त। थप परामर्श स्वास्थ्य संस्थामै दिम्ला। भइहाल्छ नि, हामी आजै दिउँसो आउँछौँ। म मेरो बच्चा अनि श्रीमतीको शारीरिक र मानसिक दुवै स्वास्थ्यको बारेमा सचेत छु। हस्, नमस्कार।